लुक्सले मारिरहेछ यार यस्तो चस्माको भ्यालु गराउने हैन ल हाम्रो चाहिँ गाडी आइपुग्यो अब चाहिँ लेट्स गो टु बेन पानीले भेट्यो भने त नि मार्छ ताजा त Apa sih? Pagi. Iya kan. Selamat pagi. Gams. माछा मार्नु लागि त्यसो हेर्दै गर्नु होला कतिवटा माछा मारिन्छ मछली जस एक एउटा चाहिँ माछा लिएर हिँड्छ लन्च सब मलाई नेपालको सेन्टर फुड ब्यान्डे हुँदिने 5 बजे कहाँबाट मगाउनु हो त्यो अन्त अल द वे फ्रम नेपाल हाम्रो धरानमा बनेको धरानको चुइगम सेन्टर फुड त्यो खान्छ त्यस्तो तर यो सेन्टर फुड त धेरै पछि खायो यहाँ चाहिँ पहिला अलिक ठुलो हुन्थ्यो प्याकेटको अझै छुट्टीमा गएको बेला नि खाइएन हौ सेन्टर फुड त होला खाएन बिर्सी पठाए खानै बिर्सी पठाइन्छ सेन्टर फुडहरू होइन ब्रुनेमा चाहिँ खायो चिकन तर अहिले पो शुद्ध पनि याद आउँछ अब त जब यहाँ आइन्छ त्यसपछि याद आउँछ होइन सबै कुरा चिकन खायो त्यो स्टिकवाला हुन्छ नि त्यो पानी पर्छ जस्तो छ त अघि फेरि धुमिरहेको थियो अघिले फेरि खुलिरहेछ वेदर इज अनप्रेडिक्टेबल ओइ खनान भयो पहिलोचोटि आउँदा केही बनाएको थिएन हामी चाहिँ फेरि आइपुग्यो अब चाहिँ हामी खाना खाएर जानुपर्ने हुन्छ उहाँ पर होइन र पहिला त यहाँ खाना खाने ठाउँ थियो तर अहिले चाहिँ छैन रहेछ त भोक लागिरहेछ बिहान नै खाना नखाइ आएको अब चाहिँ बाहिरै खानु पऱ्यो भनेर अब सुरुमा चाहिँ पेटको पूजा गर्नुपर्ने हुन्छ त्यसपछि मात्र हामी चाहिँ फेरि चढेर उभिन जानेछौँ यस्तो मायालु हुनुहुन्छ कि हाम्रो गुरुजी गुलियो छ त एउटा म त तितो कफी खाने मान्छे झन् अनि खाना खाइसक्यो अब पैसा झिक्नु पर्ने हुन्छ यहाँबाट किनभने फेरीमा चाहिँ पेनाउ चल्दैन अनि हामीसँग चाहिँ क्यास छैन सो हाम्रो गुरुजीले क्यास झिक्नुहुँदैछ अघिसम्म पुरा धुमेर पानी पर्ला जस्तो भइसक्यो अनि अहिले हेऱ्यो पुरा गर्मीले हप्पत्ती बनाइसक्यो यहाँको साइकलहरू चाहिँ यसरी ठाउँ ठाउँमा राखिएको हुन्छ इफ चलाउनु परेको खण्डमा एप्स डाउनलोड गरेर पैसा टप गरिसकेपछि चाहिँ चलाउन सकिन्छ हामीले चाहिँ क्यास निकाल्दाखेरि चाहिँ अलिक टाइम लाग्यो किनभने हाम्रो एटिएम कार्डै बोकेको थिएन एकजना गुरुजीले चाहिँ बोक्नु भएको थियो तर धेरै ट्रान्जेक्सन भएर धेरै पैसा भएपछि यस्तै हुन्छ हामी चाहिँ यो फेरी पोइन्ट आइपुग्यो यो चाहिँ हाम्रो फेरी पोइन्ट हो
यहाँबाट चाहिँ हामी तल गएपछि फेरीमा चढेर चाहिँ उभिन जानुपर्ने हुन्छ। अहिले पनि मान्छे टन्नै जाँदो रहेछ यार। होलिडेमा चाहिँ मान्छेले यस्तो आउनै मन लाग्दैन क्या। Let's go 5 बजे। ले त यार मान्छे नपुगेर $1 बढी भयो त्यही त नि। हाम्रो आजको क्यासियर यस्तो बवाल छ यो ठाउँहरू। हामी उभिनाइसक्यो। अब चाहिँ यहाँबाट साइकल रेन्टमा निकाल्नु पर्ने हुन्छ। अहिले त लास्ट टाइम महँगो भइसक्यो यार साइकलको पनि प्राइस। बिचमा बसेर यसरी हावा खाँदै बस्नु क्या मजा आउँछ होला यार। अब चाहिँ यहीँबाट हामीले एकवटा साइकल लिएर स्टार्ट हुनेछ। पहिला त $10 $15 चाहिँ $15 यस्तो राम्रो राम्रो साइक्लिङहरू आउँथे। Dude, this one is 20. Yeah. 20. How many? And 15. No. Four. Sorry, new one cannot. Sorry, 4 also cannot. Like Saturday, Sunday, 25. We return you early. No. Cannot lah. No. So 20, 15 is 18 for you lah. 15 this side. सबै बिजनेस तर महँगो पनि एकदमै धेरै बढिसक्यो नि, त्यही भएर होला। हाम्रो चाहिँ $15 एग्रिमेन्ट भइसक्यो। गियरहरू चाहिँ चेक गर्नुपर्छ मजाले। This one how much? 220. 220, right? 15, 40. This one And is this one? 720. 720 for 4. 2 to 6. 2 to 6. Then the ice, Ice, how much? This one. सरी $1 okay lah. Okay, $1. Total how much? 236. 236. 236 दुरे भयो मासतिर भरे खानुपर्छ। भेट्यो भने नत्र लानुपर्छ यहाँबाट खानु आउनुपर्छ। फाइनल्ली सेट भयो गाम्स। अब लाग्नुपर्छ। This one is my cycle. Lovely. यस्तो बाबा मजा आइरहेछ कि धेरै पछि ठिकको। हजुर त्यो चाहिँ अगाडि भेटी गइरहेछ, म मात्रै पछाडि। फिसिङ हानिरहेको छ यहाँ चाहिँ। मलाई चाहिँ फिसिङ हान्नु चाहिँ कस्तो मजा आउँछ कि, खानु चाहिँ त्यति मन लाग्दैन माछा चाहिँ, खासै त्यति साह्रो मिठो चाहिँ लाग्दैन, तर फिसिङ गर्नु त्यस्तो मजा लाग्छ क्या।
हाम्रो चाहिँ दुरेन हन्टिङ होला जस्तो छ है गाई चाहिँ स्पेसल पाएको माल एउटा है करोडको माल करोडको माल छ्याप्पै। परिसकेको छ यसको भरे व्यवस्था हुन्छ होइन बुझी मिठो व्यवस्था भयो भने देखाउनु छ माथि बोर्डहरू रहेछ नि त डोरेनको चाहिँ त्यो के भन्छ काँडा हुँदो रहेछ त काँडाले चाहिँ त्यो के भन्छ नि त्यो क्या ढुङ्गालाई पछाड्नुपर्छ के हो डुरेन फ्रेसङ भएको छ हाम्रो 40 गुरुजीले मेहनत गर्दा गर्दा फुटाउनु भएको छ हाम्रो ल गुरुजीहरूले चाहिँ पाकेको रातो रातो अन्त नि डुरेन कस्तो रहेछ 33 गुरुजी ओहो हजुर ल है यो पाएको चाहिँ खालि फुट्छ पनि के भनेपछि ओ पाएको चाहिँ फुट्दैछ नि त थोरै थोरै सुस्छ गुल्ले छ थोरै थोरै बाबा फुट्न लाग्यो पाएको चाहिँ पक्क फुट्दैछ नि त नि यो काँची चाहिँ नफुट्दैछ क्या फेरि खत्तम हाल्नु भने एक पिस भएर नि एउटा एउटा मिलाउनु है खाइ लाग्यो त्यसपछि पाएको चाहिँ मजाले फुट्दो रहेछ क्या एक पिसमा एउटा माल चाहिँ चाख्यो है फुटाइसक्नु भयो गुर्जी त्यहाँ तलको त्यसको चाहिँ फुटाइसक्नु भयो त्यो ठुलो फुटेन अलिक फुट्छ यो होला खो त्यो त खानु पर्थ्यो नि ट्राई गर नि तिमी खोइ त्यो भन्दा नि यो चाहिँ फुट्छ गाम्स फेरि पुलिस एक्टिभेट हुन्छ है ल ल ल ल ल ल ल के रहेछ मिठै होला नि 5 बजे 5 बजे दाउ दुरेन खोज्दा मच्छीले मात्रै तर टोकेर जङ्गलैभरि छिरेको सब मच्छीले टोक्यो अब चाहिँ हामी दुरेन के खोज्दैनौँ डाइरेक्ट साइक्लिङमा मजा लिनेछौँ दुरेन हन्टिङले सबैको प्राय बच्चा रहेछ त्यसले त बोकी लग्यो त माछा दुरेन अरे तपाईँको त यहाँ लप्ली दिएछ नि त मच्छरले त उता फर्किनु त ए लप्ली दिएछ नि त यहाँ भन त हाम्रो चड्केको हेर्सी गुर्जे ल अङ्गुर खानुपर्ने हुन्छ आज त दुरेन खाँदा हाम्रो प्लानै चौपट भयो यार खास हामी चाहिँ माथि डाँडातिर घुम्नु
जाने भनेर आएको डुरेन भेटाएपछि त प्लानै चौपट भयो नि त डुरेन मात्रै हन्टिङ हान्दै बस्यो अब लगभग हाम्रो फर्किने बेला पनि भइसकिसक्यो ले 5 बजीसम्म मात्रै साइकल चाहिँ रेन्टमा लिएको अब अलमोस्ट 4:30 भइसकिसक्यो लाग्नुपर्ने हुन्छ भरै फेरि पनि पानी पर्ला जस्तो भइसक्यो वेदर चाहिँ पानी पऱ्यो भने चाहिँ जङ्गल चाहिँ एकदमै डिपफल हुने हाई चान्सेस हुन्छ यहाँ चाहिँ सो ओइ डुरेन झऱ्यो कि के झऱ्यो फल्सी कफी रे फल्सी कफी सिङ्गापुरमा चाहिँ म्यापहरू हेर्न जाने भने चाहिँ हराइँदैन हतपत किनभने जताततै यसरी म्यापहरू चाहिँ राखिदिएको हुन्छ कहाँ जाने कहाँ के छ भन्ने कुरा सब यसरी लेखेर राखेको छ हामी चाहिँ यहाँ छौँ अहिले यस्तो फलहरू पाउँछ यहाँ चाहिँ फेरि पनि पानी पर्नु थाल्यो यार अब यो सिङ्गापुरको वेदर चाहिँ खाइ हुँदैन है कति बेला पानी पर्छ कति बेला घाम लाग्छ भन्ने कुरा जङ्गलमा बाटो बनाएको छ है होइन यो त पहिल्यै हो काठ चाहिँ फेरेको यो त अस्ति पहिला बनाएको थियो त के अर्को बनाएर यता पहिला चाहिँ सबै काठहरू भत्किन लागेको थियो अहिले सब नयाँ बनाएर है लाइटनिङ हाजर्ड नजानु भन्छ त नि हो ब्याड वेदर हुँदाखेरि नजानु भन्छ त नि लाइटनिङ हाजर्डहरू छ अरे अड्याममा चटिङले हानिदिन्छ अनि मास के त खतम जिन्दगी खलास त्यसले चाहिँ यहाँ माथि टपबाट चाहिँ वेदर खुल्ला भएको बेला चाहिँ चारैतिरको भ्यूहरू चाहिँ यस्तो बवाल देखिन्थ्यो तर आज चाहिँ पानी भएर सबै कुहिरै कालो भएर चाहिँ कुहिरो ढाकिरहेछ के देख्थ्यो होला र वाह अस्ति भर्खरै आएको जस्तो लाग्छ फेरि जानु मन लागिसक्यो नेपाल जावा टावरमा हल्लाउँछ नि गाम्राङ गुरुङ झरिन्छ फेरि तलतिर ढल्दैन पानीले हेल गरायो कमानको फिनिसिङ ओइ लास्ट डेन्जर पानीले भिजायो अहिले पानी अलिअलि रोक्यो त्यही भएर हामी चाहिँ अब घरतिर लाग्नु पर्ने हुन्छ फेरि भरे पानी पऱ्यो भने बिजोग बनाउँछ त्यसको पानी चाहिँ परिरहेको चाहिँ पातलो तर अघि जस्तो चाहिँ परेको छैन सब भिजिरहेछ हेज माई साइकल जानुपर्ने हुन्छ अब पानीले लास्ट किति हाने यार फर्स्ट टाइम सिङ्गापुरमा पनि यस्तो जाडो महसुस भयो आज मजा आएन सब कुराको चाहिँ एक्सपिरियन्स गऱ्यो डुरेन पनि खाइयो लडियो पनि हजुर यस्तो छ है हालत चाहिँ आजको सुनिरहेछ
लडेर तर क्या बवाल देखिरहेछ हौ क्लिन देखिरहेछ यार सफा सबै भिजिरहेछ कपडा चेन्ज गरेर फ्रेस भएर चाहिँ अब ब्याक टु क्याम्प फ्रेस भएर जानुपर्ने हुन्छ ल अहिले चाहिँ चेन्ज भइसक्यो हामी चाहिँ होइन अब चाहिँ हामी ब्याक टु क्याम्प हुनुपर्ने हुन्छ सबै पानीले भिजेर पसिना आएर सब कपडाहरू भिजेर थियो त्यही भएर हामीले चाहिँ चेन्ज गरिसकेर अब यस्तो सफा देखिरहेछ वेदर यस्तो शीतल भइरहेछ अहिले त जाडो जाडो फिल भइराख्यो आजको ट्रेनको यात्रा पनि यहाँ रहँदैछ सबैजनालाई स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस्